नमस्ते, म डाक्टर अरुण कुमार महत। म आज यो दुईवटा कुकुर दाँत निकाल्न गइरहेको छु। यसरी एक्सरेमा देख्न सक्नुहुन्छ र दुईटै निकाल्नुपर्ने भएको हुनाले चाहिँ यो केसमा चाहिँ मैले दुईटैलाई हुने गरी एकैचोटि फ्ल्याप रेज गर्दैछु। अब यसरी सर्कुलर इन्सिजन दिएर फ्ल्याप उठाउँदैछौँ र यो देख्न सक्नुहुन्छ बिस्तारै हामीले दाँतमाथिको हड्डी देखाउँदैछौँ, एक्सपोज गर्दैछौँ। यसरी यो फ्ल्याप रेज भइसकेपछि यस्तो देखिन्छ। यसमा बाइल्याटरली फ्ल्याप रेज गरेका छौँ र हड्डी दाँतमाथिको हड्डी अलिअलि हटाएर यसरी दाँतलाई हामीले दाहिनेपट्टिको एक्सपोज गर्यौँ र यसलाई चाहिँ हामीले टुक्रा टुक्रा गरेर निकाल्नु पर्ने हुनाले सेक्सन गरिसकेका छौँ र यसलाई रिलिज गरेर क्राउन निकाल्यौँ र अब हामीले रुट पनि बाहिर निकाल्यौँ। यसरी नै देब्रेपट्टि पनि बोन एक्सपोज गऱ्यौँ, बोन हटायौँ र क्राउन एक्सपोज गऱ्यौँ र यसलाई सेक्सनिङ गरेर क्राउन पार्ट रिमुभ गऱ्यौँ र अब त्यसको रिमेनिङ रुट पनि यसरी हामीले बाहिर निकाल्यौँ। यसपछि हामीले यसलाई सफा गर्छौँ, क्युरेटेज गर्छौँ र बिस्तारै फ्ल्यापलाई क्लोज गर्छौँ। यो क्लोज गरिसकेपछि यस्तो देखिन्छ। धन्यवाद।